Guys, good morning from Palpali Niwas. Right now I am at Palpali Niwas. I know. तो भन्नुपर्छ आज स्याटरडे अब यसो दुई ठाउँ जानु छ घुमघाम हैन त्यस्तो ब्लग बनाउन त नआउला त्यही पनि अब यसो हैन स्टार्टिङ गर्दैछु हैन दारी कपाल जिङिङमा भएको छ मेरो हैन गाइस अब सरसफाइमा बेगिएर एक ठाउँ मिटिङ छ दुई ठाउँ जति मिटिङ छ त्यो मिटिङमा जानुपर्ने छ गाइस अब जाँदा चाहिँ एउटा ग्रिन टी स्क्रिन छ भने अर्को चाहिँ 6 बजे अन्तै मिटिङ छ यसो साथीभाइ भेटघाट मिटिङ भनेको अब फल्लाइट मिटिङ पनि हुनसक्छ हैन भेटौँ भन्ने कुरा भएको छ त्यो भएर हामी चाहिँ रेडी छौँ जानको लागि म मात्रै मम्मी चाहिँ त्यहाँ खाना बनाएर खाएर भाँडामाजी मात्नु भयो मेरो मम्मी पनि आज फुल डे बिजी आमा छोरा नै बिजी हो हुन्छ आज के गर्ने अब हैन अब मम्मी एकातिर म एकातिर जानुपर्ने हुन्छ गाइज म यसो गएको चाहिँ भिडियोहरू म देखाउँछु तपाईँहरूलाई कता कता जान्छु के भनेर तर त्यति धेरै डिटेल लिन होला यो सब सुरु हो भ्लग बनाउन आउँदैन खासै यसो रमाइलोको लागि राख्ने हो तपाईँहरूले चाहिँ माया गरिदिनु होला है त गाइस बवाल छ म त भ्लगिङहरूमा पहिलोचोटि हो होइन अरू सब देखिरहेको थिएँ मैले एमआरबीको त्यो भ्लगिङ त्यो क्यामेरा सेटअप यहाँ हुन्थ्यो अब मलाई छैन होइन क्यामेरा एकदमै गोप्रो पनि यो कुन एक्सन 3 हो कि 2 हो समथिङ कुन हो है मैले हेरेर म कन्फ्युज भएँ दाइले ल्याइदिया हो भाइले चाहिँ अलिअलि बनाउँछ भनेर दाइले चाहिँ ल्याइदिएको थियो गोप्रो क्यामेरा के ल्याइदिन्थ्यो क्या तर मलाई बनाउने इन्ट्रेस्टै लाग्थेन क्या अलिअलि बनाउने त्यस्तो लागि अलिकति साई नेचर चाहिँ थियो नि त साई नेचर चाहिँ त्यो भएको भएर चाहिँ काठमाडौँमा खाल्टा कुरा नगरौँ कति धेरै खाल्टा छ म यस्तो ग्याजेट्सहरू खासै किन्ने मान्छेमा चाहिँ हुने क्या होइन अब त्यो भएको भएर चाहिँ यो अलिकति रहर लाग्यो निकन त्यो क्यामेरा पनि ल्याइदिएको थियो अहिले जमानामा होइन त्यो धेरै सटर चलाएकै छैन मैले धेरै लागेकै छैन मान्छे क्यामेराबाट यसो गरेर भ्लग गर्छन् होइन हात यसो गरेर के गरेर म त यसो सक्दिनँ क्या त्यो नसक्ने भइसकेपछि अनि पानी छैन भनौँ युज छैन तर कहिले काहीँ घुम्न जाँदा चाहिँ यसो घुटितिर मजा आउँछ र एउटा साथी छ रोशन उसले पनि ड्रोन किनेको थियो ऊ पनि भिडियो क्या उडाउने भिडियो खिच्ने सोकिने क्या सोसियल मिडियामा राखिदिउँ होइन मान्छे केमा सोकिनुहुन्छ भन्ने कुरा हो कसैलाई राइडिङ मन पर्ला कसैलाई ट्राभलिङ मन पर्ला कसैलाई जाँड खानु मात्रै मन पर्ला जाँड भन्ने शब्द रौसीहरूमा मिसाउँथ्यो होला होइन ड्रिङ्क्स गरिन्छ ड्रिङ्क्स भन्नाले राम्रो सुनिन्थ्यो होला होइन जाँड भन्थ्यो किनभने जाँड भनेको यस्तो चिज हो कि आफ्नो गाउँघरबाट सुनि आइरहेको कुरा हो कि जाँड भनेको के हो रक्सी नपर्छ भन्ने खालको त्यो भएर है गउँछु ल अब फलङ्की आइपुग्नै लाग्यो म चाहिँ होइन मेरो घरबाट फलङ्की 1.5 किलोमिटर छ कि मलाई चाहिँ यता चाहिँ आनन्द लाग्छ बस्नलाई फलङ्की एरिया खासै त्यस्तो राम्रो जान्छ मेरो घर साइडतिर एरिया त किनकि झ्याइ दिन्छ हात चाहिँ तर हिजो अस्तिभन्दा धेरै राम्रो फलन पानी पनि चाहिने थेरापी चाहिन्छ भन्छ डक्टरले थेरापी के थेरापी सिकाएको थियो त्यस्तै बाटो खाली छ होइन यो फलङ्कीमा कतिको गाइड फलङ्कीको गयो होइन यहाँसम्म बाटो राम्रो छ यहाँदेखि कोटेश्वर राम्रो छ यता उठ्नु प्रत्येक चलाएको छ बाहिरको बसहरू यसरी आउँछन् गाइज भन्नु त परेन आहा कस्तो राम्रो बाटो हो साइड है गाइज त्यस्तो केही छैन अब मेरो साथी सकुन त्यहाँ सीतापाइला चोक सीतापाइला होइन बाफल चोक आउँछ त्यसलाई एकचोटि हाई गरौँ अनि त्योसँग सँगसँगै निस्किनु पऱ्यो त्यो पनि यस्तो भ्लगिङहरूको लागि यताको लागि एकदम त्यो पनि इन्ट्रेस्टेड मान्छे हो क्या अब लाज लाग्छ है गाइज त्यस्तो बोल्न सक्ने खालको मान्छे चाहिँ होइन क्या हामी साथी सरकोमा बोल्न सक्यो यस्तो बाहिर यस्तो क्यामेरा ठडाएर यो होइन लाजै लाग्छ क्या हेजिटेसन यो भ्लगिङ गर्नलाई हेजिटेसन माया मार्नुपर्छ भन्थ्यो
मार्नुपर्छ है हाइवेमा पनि होइन सजिलो भएको खतरा बुझायो त यो झुटमा आयो जस्तो लाग्यो होइन क्या यहाँ हान्नुपर्ने गराएको क्या यहाँ झिक्न चाहिँ बाइकमा यस्तो झर्छ कहाँ हो म तेरो घर बाहिर म बाइकमा त एउटै बाइकमा जाने ल अहिले म मोटो भ्लगिङ गरिरहेको छु आज त यसो क्यामेरामा देखिनु पर्छ छिटो आइज ल आइभन्दा आजदेखि मोटो भ्लग सुरु आज फर्स्ट टाइम मोटो भ्लग घरैदेखि बनाएर आज ल यो सकिने आयो अब यो पन्जा लगायो ठिक छ होइन बाटो देख्यो हो ठिक छ ल बबाल छ मलाई भन्दै थियो अनि पठायो भन्थ्यो होइन पठाएको कहाँ हुने भनेर भन्दै अनि राजेशलाई फोन गरेको के अरे नयाँ बजार छ अरे माछा पोखरी आएर फोन गर्ने भन् होइन बाइकै जाउँ न आयो ए माथिसम्म राजेश ठेकान हुन्न ल बाइक है सक्नेलाई पनि भेट्यो अब सक्ने पनि मोटो ब्लगमा है भन्यो भन्न त तर क्यामेरा ठेक्यो भएको थियो कि भएको थिएन है हेर्नु चाहिँ पाइएन अब अहिलेलाई चाहिँ हामी यहाँ शनिबार चाहिँ बाटो जस्तै खाली हुन्छ होइन अरू बेला नभए धुलो बेसी उठ्छ तर बाटो खाली हुन्छ सक्ने टाइममै मोटो ब्लगिङ आजदेखि सुरुवात अब ब्लग ब्याक टु ब्याक आउँछ गाइस भन्न नमिल्नु मलाई साँच्चै भनेर लाल लाग्छ ब्लग गर्नु नि त्यो भएर हो ब्याक टु ब्याक आउँदैन गाइस अब यहाँदेखि हामी माछापोखरीसम्म जान्छौँ अब तपाईँहरूलाई सिधै म माछापोखरी अनि सैन्दुसम्म देखाउँछु अनि माछापोखरी पुगेपछि माछापोखरी पुगेपछि देखाउनु अब है सैन्दु स्टपबाट त्यो बाइक पुरानो भए पनि बसन्ती बसन्ती जस्तै छ है साथ छोडेन बवाल छ सनै जति कुरा आयो कुद्छ होइन नो टेन्सन त्यही भएर म बाइक चेन्ज गरिनँ तल्लासम्म चलाउने क्या होइन पुरै चेन्ज गर्ने भने मलाई बाइकमा त्यस्तो इन्ट्रेस्ट पनि छैन सोख पनि छैन होइन नयाँ नयाँ चलाउँछ भन्ने खालको छैन होइन त्यो भएको भएर पनि हो है त ल गाइस राजेश सर चाहिँ आए बाइकमा गरी हाल कुरा यहाँ आधा घन्टा जति फुटबल खेलेर बसेर रहेछन् अनि हाल कुराउँदैनन् कति ढिला गरे ल मोटो भ्लग आयो भन्दै हेलो म आजबाट मोटो भ्लगिङ गर्ने कति ढिला फुटबल खेल्न गयो होला होइन ए सिधै जाउँ ल गाइस हामी भेट भयो तिनजना केटाहरू कोही फुटबल खेल्न जाने कोही कहाँ जाने ए गिदी छ हो शनिबार फुर्सद छैन शनिबार अरू छुट्टी भयो कि शनिबार बस्छन् गर होइन फुटबल खेल्ने रे के खेल्ने रे गाइस यो बालाजु औद्योगिक क्षेत्रभित्र जाने बाटो हो होइन यहाँ सिल्भर लाइनिङ हस्पिटल के हो समय भयो त यार कहिले अरे यो औद्योगिक गेट तिर्ने बाटो हो होइन अहिले तिनजना जाँदैछौँ आज सब बाइकमा रहेछ खुसी लाग्यो केटाहरू कोही गाडीमा कोही बाइकमा हुन्थ्यो त्यहाँ आज सबै बाइकमा छौँ मोटो भ्लग जस्तो पनि हुने हो मेरो साइडबाट होइन त्यो बाटो स्लिप भयो क्या अहिले राम्रो बनाएको मात्रै भनेपछि केटाहरू कहाँ गयो आउँदैन नि त हौ पछाडि नै छुट्यो नि हिँड्नुहोस् है तपाईँलाई हामी ग्रिन फिस जाने लोकेसन चाहिँ म ठक्कै बताइदिन्छु सबैलाई सजिलो हुन्छ लोकेसन छ होइन यो बाइपास चोक हो र भन्छ बाइपास चोक हामी चाहिँ जानुपर्ने यता लेफ्ट मासतिर हो होइन तर माया लाउँछ अनि त्यस्तो तल माछापोखरी चोकमा हो यहाँबाट ठक्कै तपाईँको 5 मिनटमा हिँडेर पुगिन्छ यो हामी साथ आउनु पर्ने त्यहाँबाट है हामी सर्टकट माऱ्यौँ त्यसलाई बाइपास चोक भन्छ यहाँबाट मासतिर जाने चाहिँ हो है यहाँबाट ठिक अस्टनारायण हल हुँदै है अस्टनारायण हलको माथिल्लो बाटो है अब यो जङ्गलको आउँछ चिसो हुन्छ क्लाइमेट गरममा हामी शीतल खानु त्यहाँ पुग्छौँ क्या यो जङ्गलदेखि उता चरेर जान्थ्यौँ होइन त्यसरी अगाडि बढिरहेको अब यहाँनिर हेर्नै जङ्गल लाग्यो उयो भयो अस्टनारायण हल तलतिरको एक साइडमा यो जङ्गल अब यहाँबाट छिटै के भयो त जङ्गल फिल भयो
टोकरी मिलाउँछ है गाइस मजा आउँछ यहाँ ए खुट्टा खुट्टीहरू जामा छेउमा कति हो कति आउँछ यहाँ त कहाँ गयो राजेश राजेश चाहिँ आइडेन्टिफाई गर्ने गाह्रो भयो त पछाडि आउँदै होला गाडी कस्तो देखियो है एकचोटि हेरौँ है बाइक जाने सर्वसतै गाडीमा मात्रै देख्नु त्यो जङ्गल चाहिँ पानी परेको बेला यो एकदमै धुलोहरू झर्छ नि त अनि कस्तो फ्रेस देखिँदैछ क्या यो जङ्गलहरू चाहिँ त्यो भएको भएर हो त्यो खाना खाने प्रोग्राम हो त्यो भएर हो सब जामाथो हाइकिङ रुट हो खास होइन जामाथो भनेको चाहिँ हाइकिङ जाने बाटो हो क्या तपाईँ चाहिँ यहाँ आउनु सक्नुहुन्छ बाइक राखेर हाइकिङ जानु पाउनुहुन्छ है मेरो अहिले त्यहाँनिर देखाउँछु त जम्मै यहाँ पार्किङ हुन्छ है तलक्क यहाँ पार्किङ राख्यो होइन यहाँ आर्मी ब्यारेक छ यो आर्मी ब्यारेकमा टिकट टिकट काट्नुपर्छ क्या हाइकिङ जानलाई होइन टिकट काट्यो अनि यो रुट माथिसम्म गाडीमा पनि जान पाइन्छ हिँड्दै पनि जान पाइन्छ दुईवटा फेसिलिटी छ यो भैरवी दलगढ भन्ने त्यहाँबाट एकदमै आज त खासै लाइनै छैन हिजो अस्ति भएर त लाइन हुन्थ्यो कति लाइन हुन्थ्यो है शनिबार यो शनिबार रहेनछ अब गाइड यस्तै हो यहाँ राजेश सरसँग गफ गरौँ है ओ बेटा के छ तिमी यार शनिबार पनि एकछिन फुर्सद नलिने कति बिजी भयो शनिबार फुर्सदले बिहान बिहान घर बुढी बच्चा बाबामा घर परिवारलाई टाइम नदिएर क्या बिहान बिहान फुर्सद लिनुपर्छ घर गोलडुङ्गाको छ हो राजेश सर है हाम्रो मेगा ब्याङ्कको हाजिम हुन् नि चिनिरहँ सबले ग्रिन पिसको पनि साउको हुने नि है ग्रिन पिस माया ल जाऊ अगाडि बढौँ होइन के भनेको ओभरटेक गर्ने होइन ओभरटेक गर्ने भनेको यस्तो बाटोमा हो कि सिधा बाटो हुनु पऱ्यो र आफ्नो आँखाले अगाडि गाडी आएको आफ्नो पर्फेक्टली देख्नु पऱ्यो क्या गाई झ्यानो मुर्सु चोक भन्छ होला यही हो मुर्सु भनेर यहाँ स्वागत गऱ्यो भनेर बोर्ड छ होइन हाम्रो रिसोर्ट भएको यही एरिया हो मुर्सु हो अब मुर्सु लेखेको चोकबाट यहाँ एउटा दुईवटा आउँछ होइन यो हावाले चाहिँ सुन्ने नै होला जस्तो लाग्यो है साउन्ड चाहिँ अब यो पालिलाई यसरी एडजस्ट गरौँ अर्को पालि चाहिँ अलिकति माइक साइक जोडेर अलिकति एडभान्स तरिकाले हो यो भन्छ मुर्सु चोक है यहाँबाट ककनी तपाईँको नुवाकोट सिलसिली सबैतिर जान मिल्छ है यो ठाउँ यो पुरै हाइवे नै यस्तो त्यो बाटो सिजै छ होइन यहीसम्म जान सकिन्छ र खासै ठुलो इस्यु भएन है अब यो मुख्य चोक भयो यो पहिलो रिसोर्ट अरूको उतो दोस्रो अरूको हाम्रो त्यसको चाहिँ हाम्रो है राइट साइडमा छ तपाईँले अब यता मास्तिर जाँदा चाहिँ जान सकिन्छ अब अहिलेलाई पछाडि गाडी रहेछ गाडी मैले होइन यो ग्रिन टी फरेस्ट रिसोर्ट भनेर छ अहिले यहाँ बाटो साटो बनिसकेको छ होइन यहाँबाट सर्लक्क यसरी जान पाइयो थ्याङ्क यू दाइ ल अहिले यहाँ टक्क सलाम खोजेको खान होइन यसरी सरर आउनु पाइन्छ गाडीहरू सब आउँछ है बाटो चाहिँ हामी भर्खर लिक हलान गरेर माटो आइरहेको छौँ होइन अब यो माटो एकचोटि ठ्याक बसाल्यो भने ठिक हुन्थ्यो होइन अहिले छैन ओहो आज पिकनिक छ क्या ट्याक जस्तो छ पिकनिक छ कि क्या हो कि छैन यहीँ राखिन्छ होला नि मिलाएर गाडी साडी राख्नु मिल्छ कि त्यहाँ नराखिदेऊ न यस्तै छ गाड्दै तल बिजी छ सल्युट हान्ने है कस्तो छ दाइ आज मोटो भ्लगिङ हानेको छु नि मैले त यहाँ यता हेर नि तिमी कस्तो छ अनुभव कस्तो लागिरहेको छु तिमीलाई मैले भ्लग गर्ने तिमी बाइक ड्रिफ्टिङ गर्ने कस्तो भइरहेको हो ल त्यसको लागि धन्यवाद ल गाइज हामी ग्रिन पिस आइसकेका छौँ होइन यहाँ चाहिँ अब टक्क साथीहरू पनि रेडी भइन्छ पार्किङ फुल भइसकेको छ आज जस राम्रो छ ग्रिन पिसको रिसिप्सन यहाँ छ होइन बाटो यो हो टक्क
गाइज होइन माटोको हालेको नि त मिठो थियो यार। माटो त माटो हालेर पानी हाल्नुपर्छ कि दबाउनु पर्छ पानी हेरे एक लटको हाल्नुपर्छ। पानी हाल्नुपर्छ कि न धुलो उड्छ एक लट पानी हालेर दबाउनु पर्छ कि ग्राभलवाला के अब माथि ओहो आ त गीत बजाएर चाहिँ कपिराइट लाग्ने सम्भावना हुन्छ गाइज होइन के मतलब छैन अब अहिले पानी नहाल्नु भएर के मतलब छैन पछि त मलाई होइन अहिले पनि यो पानी हालेर दबाएर गऱ्यो भने बेस बस्छ के सो गर्ने नि त्यही हो त धुलो उडायो कि सबै त्यो उता हेऱ्यो आमा डाँडा आधा काटेछ नि यार कहाँ उताको के चुलुङ्गै जान्छ डाँडा त कुन डाँडा हाम्रो यता हेरेको नि तैँले हाम्रो डाँडा काटेको साइडमा किन काट्यो त अनि हामीले अस्ति आठ थाप्ने नि रमेश दाइ हो ल मेरो भ्लगमा स्वागत छ एकदम धेरै धेरै धन्यवाद ए जीवन दाइ के छ ओहो गुरु के छ गाला फुट्ने रहन्छ हौ यिनीहरू सबै के छ त अरू अलि मैले त टाइममा आएन त पाकेको अनि बेला आउनु पर्यो 12 बजी भन्ने के छ हो हुनु पर्यो नि 10 बजे आउने के छ मिटिङ भन्नुपर्दा सही समय आउनु पर्यो नि त तपाईँहरू त कडा हो नि हेलो मिज्यू नमस्कार आएर आडे थाप्ने हो अनि ए दाइ के छ ठिक छ नि के छ बुढा भन्यो नि त यहाँ धेरै भेट भयो यार धेरै भेट भयो तिमी गाउँ गएको थियौ यता गएको थियौ अनि अब त्यही त हो नि रमझम रमाइलो माथि पिकनिक छ आज ओहो मेरो दाइलाई पनि हल्के वेलकम छ है मेरो भ्लगमा 30 जनाको पिकनिक छ आज माथि हो रहेछ दाइ 30 जनाको रहेछ अब यस्तै हो दाइ एक चर्को मार्ले र कपिराइट लाग्छ पहिला काम छैन सबै छोरी हालेको ल गाइस यहाँ चाहिँ अब अर्को कार्यक्रम सुरु भइसक्यो अहिले खाना नआउन्जेलसम्म यहाँ चुचिल्ला हान्ने अरे है यहाँ सब चुचिल्ला हान्ने अरे भन्ने कुरा आयो यहाँ हाम्रो लेखनदासमा हाम्रो सकुन महर्जन सर हुनुहुन्छ भने पानी सानी बाँड्नेमा हाम्रो यहाँ अनन्त दाई हुनुहुन्छ म छैन ए छैन खेलेको भयो रमेश दाई पैसा फाल्नेमा रमेश दाई है जीवन दाइ कडा सही हो यहाँ झोल आएको अवस्था छ मिठो बोकाएको झोल अब यहाँ हाल्नुपर्छ ल बोकाएको झोल आएको अवस्था छ गाइस म चाहिँ हाल्छु होइन म हाल्छु केटाहरू झोले झोलमा ल्याख्ने ए होइन तरकारी झोल रहेछ म त बोकाएको झोल भने त मिस भएछ है यो तरकारीको झोल रहेछ यो चाहिँ सर्लक्क झोल हाल खानु पर्यो यो चाहिँ प्योर केराउको झोल रहेछ दाइ यो नुवाकोटको केराउ पानी फाल्ने फेरि अनि के खोसाको खोइ त यो झोलमा खाने हो र नि यार खोस्टासँग त के खानु पऱ्यो तपाईँ पन्ध्र सेन्ट नबोकिङ खेल्छौ कति कतिको हो पैसा सबै साउहरू तास खेल्छ मलाई त आउँदैन है गाइस तास खेल्न तास खेल्न भने कहिले नआएन 5 मान्छे खेल्यो भाइ खाने मान्छेले खायो अहिले तिर्यो गाइस हाम्रो यहाँ पिकनिक गर्न पनि पाइन्छ है पिकनिक ल गीत बन्नलाई फेरि गीत ठीक छ कसले किन्दैछ मैले मोटर यार कतिले किन्दैछ मैले दाइले ल्याइदियो नि किन्दै हुन्छ कस्तो कुराहरू हुन्छ तपाईँले कहिले यहाँ किनिदिनु यो ल गाइस है यो झोल ल पहिला अरूसँग डेलिसियस अनि आफै पार्नु पर्ला जस्तो छ है ल गाइस हाम्रो यहाँ खाना चाहिँ आइसकेको अवस्था छ है चट्टलार अरू जे भयो नि आफू त यहाँ यस्तो हो ल चारजनाले खाने चारजनाले खाने 6जनाले खेल्ने आइसक्यो यहाँ आइसक्यो खाउँ खाने भयो मैले त समातिसक्यो अब कोले समात्ने होइन तपाईँको हो एउटा तपाईँ खेलिहाल्छिन अहिले सबै एक भयो कसले माडेला किन यो किन तात्ने हो ओइ सगुन ल्याउनु न एकले यहाँ खाना लाग्यो अब के लेख्ने यहाँ खाना लाउनु नि ल यो खाउँ त पापड खाँदै गर खान्न खाउँ न खाँदै भाग आउँछ मैले खाउँ खाँदै गर न आउँछ एउटा यहाँ दुई भाग खाली बस्यो त सिदिन बेला भइसक्यो बाँड्नु बस्यो बाँडो माम दाइ खाऊ न तिमी खाऊ दाइ म खेल्दा खाऊ खाली बस्यो एउटा दुईटा थाली खाली बस्यो त ए खाऊ 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 हो यो दाइ देऊ ल
भेना यहाँ यसो हेरौँ है यो ब्लग हो यसो आइरहन्छ चामल फरक फरक थियो हामीले चामल देखाएको यता चामल यता पछि आएको चामल आउँछ हामी चाहिँ पहिला खान पायो खेल्ने रे अब साइडले रोकिदिनु भुइँ खाल्नुभयो अनि फेरि हाम्रो आउँथ्यो होला ल सरौँ सरौँ ए उता राख ल ल लिउँ है लिउँ हिसाबमा मात्रै होला हार्ने अनि कि जाम भने बोला हाले ऊ लियो है दाइ आउँछ जसलाई हानी पनि हुन्छ कि आइहाल्छ नि तेरो त हो त्यहाँ हाल्ने मात्रै बाइक त हो त्यो खायौँ त त्यसै खायौँ हामी ल ल त्यही भिडियो खाना कति मजा मैले यहाँ खिचिरहेको छु मेला तँलाई पनि देखाइदिउँ न ल ल ल ल कसरी खाएर ग्रिन पिस त खुवाइरे पिस्तो भयो है किन ग्रिन पनि नआयो पिस पनि नआएन होला के छ यति त पुग्दैन होला दबाएर खानु पऱ्यो नि त होइन दामी छ गाई दामी छ दामी खाना ल मासु राम्रो बनायो खाना ठिक धेरै मसला छैन टक्क पाक्या दाइ कस्तो अनुभव भयो खाना खाँदा हामीले चाहिँ ठिक छ नि होइन बडा मिठो छ होइन कलरले उहाँले खा होला कलर छोडिदेऊ न कलर होइन मिठो छ कि छैन भन न खाना किनभने हाम्रो छोडिदेऊ न ग्रिन पिसको खाना मिठो छ कि छैन बबाल छ नि होइन हात चाटी खायो घिउ चाहिँ थप्यो बाहुनको छोरो त्यता घिउ त्यतै फल्कियो होइन कसो के होइन हो तर बिहा गर्दाले पनि थालै चाटो खानु लपक्क बनाएर ल गाइस ल आजलाई यति नै अहिलेलाई ल गाइस है हामी यहाँ ठ्याक्क ग्रिन पिसको बिओडी टिम छौँ यहाँ सट्ट लाएर होइन यहाँ सबै हुनुहुन्छ यहाँ यसो गरेर देखाउनु पाइन्छ हेर्दा जम्बो टोली देखिन्छ तर गन्दा चाहिँ देखिँदैन है होइन त्यही भएर यति चाहिँ हेर्नुपर्छ यहाँ रामेश्वर सर छन् अगाडि यहाँ दिया गर्दा रामेश्वर उता होइन सबै है यस्तो यस्तो छौँ अब यो हामी यहाँ बोर्ड मिटिङ हुन्छ गाइस त्यसपछि हामी फेरि भेट्छौँ है त ल रामेश्वर सर आज यो ग्रिन पिसमा आउँदा तपाईँलाई कस्तो लाग्छ यहाँ यता कुखुरा चरिरहेको छ यहाँ यतापट्टि आएर यसो भन्नु न कुखुरा चरिरहेको कस्तो लाग्यो कस्तो लागिरहेको कुखुरा चरी गाउँघरको याद आएको खाउँ लागिरहेको खाउँ लाग्छ है हो यो कन्टेन्ट भयो कुन खाने तपाईँले कुन कुखुरा खाने यो घाँटी खुइले खानु पर्ला नि यो त पोथी हो कि क्या है हाम्रो ग्रिन पिसमा गाइस कुखुरा यसरी यहाँ टक्क होइन बाहिर छोडिन्छ बवाल हुन्छ यहाँ काले साउले खान्छन् अब हामी चाहिँ ब्याक टु अर्को ठाउँ लाग्दैछौँ होइन माया लाउन्सतिर लाग्दैछौँ ल रुम रेस्टुरेन्ट जाने बाटो यता अरे ल कडा ल हाम्रो दाइ यहाँ कोरिया 10 वर्ष बसेर आएको खबर पाइहाल्यो होइन यता रामेश्वर सर छौँ हामी यहाँ छौँ सबै छौँ मायामा एक दुई शब्द कोरियन ल्याङ्ग्वेजमा भनिदिनु न म तिमीलाई माया गर्छु भन्नलाई के भन्नुपर्छ सिबाङ सिबाङ अरे है सिबाङ अरू थाहा छैन मलाई त कमेन्टमा भन्नु होला अरे रायतालाई मुख छाडेर गाडी गर्नु पऱ्यो नि के भन्नुपर्छ गाई जहिले बुझ्नुहुन्छ हेर्नु होला है गाई चाहिँ एन्टिक बुझ्नु पऱ्यो नि कसले बुझ्छ मगर ल्याङ्ग्वेज त बुझ्दैन नि मान्छेले मगर ल्याङ्ग्वेज गाली गर्दा मलाई आउँछ तर म भन्दिनँ मलाई आउँछ म भन्दिनँ रामसर लाग्यो तिमी नाइरेताको नाम भन्थ्यौ त तर यो लेदरमा होइन दामी आएको छ यार तिम्रो भिडियो यार कन्छ एक दुईवटा टिकटक बनाएर हाल यार हुन त 16,000 ज्याकेट राम्रो आइहाल्छ नि